सुरक्षाको कुरा आउँदाखेरि जुन भूमिका एसएसपी खनालजीले अहिले निर्वाह गरिरहनु भएको छ त्यसबाट चाहिँ नि हामी सबैजना असाध्यै विशेष गरिकन यो टोलवासीको नाताले त अझ हर्षित छौँ। र वीरगञ्जको सुटिङमा जाँदाखेरि उहाँलाई भेट्नुभन्दा अगाडि नै उहाँको रेपुटेसनको बारेमा चाहिँ असाध्यै परिचित थिएँ। उहाँले के गर्नु भइरहेछ, के विभिन्न सामाजिक कुरीतिहरूको खिलाफमा जुन चाहिँ उहाँले कदम अगाडि बढाउनु भएको थियो, उहाँसँग भेट्नुभन्दा उहाँसँग कुरा गर्नुभन्दा अगाडि नै त्यसबाट म परिचित थिएँ। त्यसकारण मान्छेको कार्य कहिले कहिले स्वयं व्यक्तिबाटै थाहा पाउनु पर्दैन। नेक कार्यहरू जुन नेक कार्यहरू उहाँहरूले गर्नुहुन्छ त्यो सर्वव्यापी नै हुन्छ, त्यो थाहा नै हुन्छ। र आज पनि जुन एसएसपी खनालजीले चाहिँ विभिन्न किसिमको गतिविधि गर्नुभएको छ प्रत्येक प्रहरी सङ्गठनमा जुन सफलतापूर्वक त्यो चाहिँ नि हामी कपुरधारावासीलाई मात्रै होइन सम्पूर्ण राष्ट्रलाई नै त्यो कुराहरू थाहा छ। र यस्तो नेक पुलिस अफिसरहरू हामीले चाहिँ पाउँदाखेरि एउटा सम्पूर्ण राष्ट्र नै गौरवान्वित हुन्छ।